नमस्ते गाइजहरू र यो भिडियोमा तपाईहरुलाई स्वागत छ र म आज भन्नेछु तपाईले त्यो भिडियो त्यसरी तपाईले गर्नुभयो भने आफ्नो च्यानललाई कपिराइट नआउनबाट बचाउन सक्नुहुन्छ र त्यो कपिराइट आउन सक्छ कहिले हामीले कसैको म्युजिक एड गर्यौं भने त्यसलाई कहाँबाट म्युजिक उठाउने कहाँबाट त्यसलाई नो कपिराइटको म्युजिक कहाँबाट लिने र त्यसको बारेमा पनि बताउँछु र तपाईले अरु कहाँबाट म्युजिक ल्याएर त्यसलाई एड गर्नुहुन्छ त्यसलाई पनि बताउनेछु यदि कि कहाँबाट त्यो म्युजिक ल्याएको भने तपाईको कपिराइट पनि आउन सक्छ कपिराइट आयो भने तपाईको च्यानल मोनेटाइज हुँदैन ह्याक भइजान्छ र डिलिट गरिदिन्छ युट्युब त्यसैले यो भिडियोलाई अन्तिमसम्म हेर्दिनु होला लाइक कमेन्ट अनि सब्स्क्राइब गरिदिनु होला मसँग जोड्नु पनि नबिर्सनु होला र म भन्नेछु तपाईहरुलाई र हामीले कहाँबाट लिने हामीले नो कपिराइट म्युजिक पहिला हामी कुरा गर्छौं नो कपिराइट म्युजिक हामीले म्युजिक कहाँबाट लिने र हामीले नो कपिराइट म्युजिक हामीले हहाँबाट लिनुपर्छ तपाईले त्यो थाहा नै होला तर youtube.com मा studio.youtube.com मा गइसकेपछि अनि तलिपट्टिको एउटा साउन्डमा क्लिक गरेर र तपाईले त्यो साउन्डमा क्लिक गरेर यो आफ्नो युट्युबकै अफिसियल साउन्ड हो यसले गर्दा तपाईलाई कुनै पनि स्ट्राइक वा कपिराइट आउँदैन र यसले गर्यो भने तपाईको कपिराइट पनि आउँदैन क्लेम पनि आउँदैन र यो अफिसियल युट्युबकै म्युजिक हो र यसले गर्यो भने तपाईको च्यानलमा कहिल्यै पनि ह्याक आउन सक्दैन मोनेटाइजमा पनि केही प्रब्लमै हुन्न र एउटा कुरा म भन्न चाहन्छु तपाईहरुलाई र तपाईले टिकटकको साउन्ड युज गर्नुहुन्छ टिकटकको साउन्ड बिल्कुलै युज नगर्नुस् टिकटकको साउन्ड तपाईले युज गर्नुभयो भने तपाईको कपिराइट आयो भने तपाईको स्ट्राइक आयो भने तपाईको च्यानल डिलिट पनि हुन सक्छ र टिकटकको साउन्ड नगर्नुस् फेसबुकको पनि इन्स्टाग्राम रिल्सको पनि तपाईले यस्ता साउन्डहरु डाउनलोड नगर्नुस् त्यहाँबाट डाउनलोड गर्यो भने तपाईहरुको च्यानल मोनेटाइज हुँदैन त्यसैले तपाईले फनी साउन्ड पनि चाहिन्छ भने तपाईले कहाँ गुगलमा गएर सर्च गर्नुस् पिक्साबेलाई ओपन गरिसकेपछि र त्यसमा गएर तपाईले म्युजिक भनेर सर्च गर्नुस् म्युजिक तपाईले जस्तो चाहियो त्यस्तो वाला म्युजिक तपाईले लिन सक्नुहुन्छ र त्यसमा गइसकेपछि तपाईले जस्तो चाह्यो त्यस्तो म्युजिक लिन सक्नुहुन्छ र एउटा अर्को कुरा र अर्को वेबसाइटमा गएर पनि तपाईले लिन सक्नुहुन्छ र म त्यसको स्पेलिङ म तले दिदिनेछु र यस भिडियोमा माई इन स्ट्यान्ड गरेर गुगलमा सर्च गर्नुस् अथवा क्रोम ब्राउजर त्यसमा गएर सर्च गर्नुस् र तपाईको आउने छ र यहाँ तहाँबाट तपाईले फनी साउन्ड भनेर सर्च गर्नुस् तपाईको सर्च गर्ने बित्तिकै तपाईको त्यो जस्तो हिरोवाला साउन्ड चाहियो भने हिरो गर्नुस् र फनी साउन्ड चाहिन्छ भने त्यसलाई गर्नुस् र तपाईले त्यहाँबाट म्युजिक धेरैहरु मिल्नेछन् किनकि त्यहाँबाट लियो भने हामीले केही कपिराइट पनि आउँदैन र कपिराइटबाट धेरै बच्ने फाइदा पनि हुन्छ त्यसले गर्दा हाम्रो च्यानलमा धेरै फाइदा हुन्छ त्यसैले हामीले अरु कहीँबाटै लिने हैन मैले स्टार्टिङमै भनेको थिएँ तपाईहरुलाई टिकटकबाट साउन्ड कहिले पनि डाउनलोड नगर्नुस् र कहिले पनि आफ्नो भिडियोमा युज नगर्नुस् मैले पनि गल्तीले गरेको छु तर मैले त्यो च्यानल तर मेरो ह्याक भइसकेको छ अझै पनि म तपाईहरुलाई स्क्रिनमा देखाउने छु मैले च्यानल अपलोड गर्न बित्तिकै यस्तो देखाइरहेको छ र त्यस्तो पनि तपाईको प्रब्लम आउन सक्छ मैले त गल्ती गरे तर तपाईले गल्ती नगरोस् भन्ने म चाहन्छु तर तपाईले गल्ती नगरोस् र मैले 90 दिनको मलाई डेट दिएको छ मैले 90 दिनसम्म मलाई कुर्नुपर्ने छ युट्युबले मलाई डेट दिएको छ किनकि मैले त्यहाँ धेरै त्यो टिकटकहरुको साउन्ड मात्रै युज गरेर त्यसैले मलाई कपिराइट क्लेम दिएको छ र मेरो च्यानल डिलिट पनि हुँदैछ केही टाइम र त्यो च्यानलको लिंक अहिले त डिलिट भएको छैन तर डिलिट हुने लाग्छ युट्युब सजेस्ट गर्नै लागेको छ त्यसैले म त्यो च्यानलको लिंक तले यो भिडियोको डिस्क्रिप्सनमा दिइदिन्छु तपाईले यो च्यानललाई चेक गर्नु होला र 100 सब्स्क्राइबर पुरा भइयो तर 2100 सब्स्क्राइबर पुरा भएन तर त्यो च्यानल ह्याक भइसकेको छ र त्यसैले नै तपाईले गल्ती नगर्नु होला त्यसरी गल्ती गर्यो भने तपाईको पनि च्यानलमा प्रब्लम आउन सक्छ म यति नै भन्न चाहन्छु फेसबुकको साउन्ड युज नगर्नुस् अनि हको साउन्ड युज नगर्नुस् र युट्युबकै अफिसियल studio.youtube.com मा गएर तपाईले त्यो म्युजिकलाई एड गर्नुस् अनि गाइज त्यो म्युजिकलाई एड गरिसकेपछि जो तपाईले म्युजिक एड गर्नुभयो त्यसको म्युजिकको गीतको लिंक तपाईले डिस्क्रिप्सनमा हाल्दिनुस् किनकि तपाईले त्यसको लिंक दिनु भएन भने म्युजिकको त्यो कपिराइट क्लेम आउन सक्छ किनकि त्यो तपाईले त्यो म्युजिक एड गरेको त्यसको अर्काको म्युजिक एड गरेको आफूले युज गरेको त्यसको लिंक तपाईले डिस्क्रिप्सनमा लगाउनु पर्ने हुन्छ नत्र त्यसले कपिराइट क्लेम दिन सक्छ र त्यसको च्यानलको र त्यसैले
यो सबै कुराहरू तपाईँले बच्नुहोस् र आफ्नो च्यानललाई राम्रोसँग गरेर बचाउनुहोस्। र म आज यति नै भन्न चाहन्छु। अरू नेक्स्ट भिडियोमा म तपाईँहरूलाई भन्नेछु। जस्तो तपाईँ भन्नुहुन्छ त्यस्तो म ल्याएर आउनेछु र मलाई कमेन्ट गरिदिनु होला यो भिडियो तपाईँलाई कस्तो लाग्यो र म भन्नेछु। थ्याङ्क यू।